स्वयं पाक्य अन्तर्गत हामीले आज खाजा चाहिँ चाउमिन घरमै बनाएर खान लागेका छौँ। ल देख्न सक्नुहुन्छ विभिन्न परिकारहरू राखेर चाउमिनको तयारी छ। यो चाहिँ चिकन चाउमिन हो, चिकनको तयारी यो छ। यहाँ चाहिँ यो आटाको चाउमिन यहाँ छ। अब हामीले खानै पर्यो भने पनि यो पानी सुरैको पानी खान्छौँ। अनि हामीले चाहिँ अब यसरी पानीको खाँदाखेरि यसरी स्टेप बाई अनि खाना भात चाहिँ यसमा पकाइन्छ। अहिले यो भान्सा सुधार हामीले गरिसकेका छौँ। बाहिर खाना चाहिँ कमै खाइन्छ। अलामको भाँडामा र अनि किटको कराईमा पकाउनु। त्यस्तो पो हो त है। अरू के छ त? अरू त अब त्यो तामाको भाँडामा पानी राख्ने, छिटो गरेर अनि माटोको भाँडामा राख्ने। भनेपछि आज चाहिँ चाउमिनको परिकार आज कहिलेकाहीँ खाइन्छ घर बनाएर। घर बनाएको सफा पनि हुन्छ, शुद्ध तेलको तेल प्रयोग गर्न पाइयो। अनि यो सागसब्जीहरू यो हरियो चिजहरू तरकारीहरू बन्दा प्याजहरू बढिराख्ने, चाउमिन छोडेर राख्ने, मरमसला कम राख्ने, पिरो कम राख्ने। कहिलेकाहीँ खानलाई राम्रो हो, बाहिरको खानुभन्दा यो घरमै बनाएर खान राम्रो। बनाएर खाने। ल धन्यवाद। यो के छ भने हामीले चाहिँ स्वयं पाक्य अन्तर्गतको घरमै चाउमिन बनाएर खाने आज 2081-82 साल शनिबार विशेष सबैजना घर शनिबार सबै घर भएको बेला यस्तो गरेका छौँ। तयारीको लागि स्मरण पनि होस् भनेर एउटा युट्युबमा पनि राखौँ यो भनेर हाम्रो यहाँ मन पराउनु भने सेयर लाइक कमेन्ट गर्नु होला।